हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। आज चाहिँ फेरि पनि मैले धेरै दिन पछाडि चाहिँ हजुरको माझमा एउटा भिडियो ल्याएर म आएको छु। हजुरहरू सम्पूर्णले हेरेर साथ दिनु होला है। एकदमै माया गर्नुभएको छ, सपोर्ट दिनुभएको छ, साथ दिनुभएको छ। यहाँ सम्पूर्णलाई एकदमै धन्यवाद दिन चाहन्छु। र आजभोलि चाहिँ गाउँघरमा भइरहेका यो कामहरूलाई मैले लिएर आएको छु साथीहरू है। आजभोलि भनेको चाहिँ हाम्रो यतातिर यो आलु गोडमेलको सिजन चलिरहेको छ। सो सम्पूर्णलाई देखाउँदै लैजानेछु। साथीभाइहरूको चाहिँ हाम्रो घर छिमेकीहरूको चाहिँ यसरी गोडमेल गरेर पनि गइसक्नु भएको छ है। आज चाहिँ म चाहिँ मेरो बारीमा म जाँदैछु। हजुरहरू सम्पूर्णले हेर्न सक्नुहुनेछ। अहिले यो मिरमिरे घाम पनि लागिरहेको छ साथीहरू, हेर्न सक्नुहुनेछ है। आजभोलि यो वैशाखको महिनाभरि चाहिँ आलु गोडमेल हुने सिजन चाहिँ भइराखेको छ। हजुरहरू सम्पूर्णलाई देखाउँदै लैजानेछु है। हेर्दै रहनु होला भिडियो कस्तो छ के छ है। यदि कोही नयाँ हुनुहुन्छ भने भिडियोलाई सेयर पनि गर्नुहोला, ताकि सबै सामु पुग्न सकोस् अनि सबैजना चाहिँ यो जति पनि कृषि पेसामा आधारित हुनुहुन्छ अनि उहाँहरूलाई एउटा उत्साह अनि जागर मिलोस् है। किनभनेदेखि हामी खेती किसान गर्ने मान्छेहरू चाहिँ यो खेतीबाली सप्रियो भने अलिकति खुसी हुन्छ, रमाइलो पनि हुन्छ। त्यस कारणले गर्दाखेरि यो वर्षभरिको आम्दानीको स्रोत पनि हो यो। त्यस कारणले गर्दाखेरि यो यतातिरको आलु भनेको चाहिँ एकदमै चलेको र त्यसपछि एकदमै मिठास आउने आलु रहेको छ। सो हजुरहरूलाई मैले देखाउँदै लैजानेछु है साथीहरू। ल हेर्दै रहनु होला। म चाहिँ टक्क लाएर अब 1-2 कदम पछाडि चाहिँ मेरो आफ्नो बारीमा चाहिँ आउन लागेको छु। सो गाइस, हजुरहरू सम्पूर्णले हेरेर साथ दिनु होला। ल उतापट्टि हेर्नुहोस् त, यो तलपट्टि चाहिँ एउटा टनेल पनि रहेको छ। यो टनेलमा अहिले चाहिँ प्लास्टिक हालेको छैन है, अर्थात् यो चाहिँ यो तिरपाल चाहिँ हालेको छैन। अहिले यो बिउ चाहिँ राखिरहेको छ। त्यस कारणले गर्दाखेरि यो हामी खेती किसान गर्ने किसानहरू चाहिँ यसैमा रमाउँछौँ है साथीहरू। ल हेर्न सक्नु होला है त, हेर्न सक्नुहुनेछ। मैले चाहिँ यस्तो भिडियो मात्रै लिएर आउने गर्दछु मेरो ब्लगमा अथवा मेरो भिडियोमा, मेरो च्यानलमा चाहिँ यस्तो मात्रै हुन्छ है साथीहरू। ल हेर्दै रहनु होला। ल हामी दुईजना चाहिँ यसरी आफ्नो बारीनिर चाहिँ टक्कै आइसकेका छौँ साथीहरू। ल अब मैले हजुरको माझमा मेरो यो आलुको यो बोर्डहरूलाई पनि म देखाउँदैछु है। ल हेर्दै रहनु होला। टक्क लाएर अहिले चाहिँ यतिखेर भने चाहिँ मेरो आलु बारीमा चाहिँ म आइसकेको छु साथीहरू है। अस्ति असिना पानीले गर्दाखेरि यहाँनिर चाहिँ एकदमै खतरा भइसकेका थियो है। त्यस कारणले गर्दाखेरि अहिले चाहिँ अलिअलि यसो पलाएको छ साथीहरू। ल हेर्न सक्नुहुनेछ। यो सबै यतापट्टि यो आलु बारी रहेको छ यी। ल हेर्न सक्नुहुनेछ साथीहरू है। ल यस्तो छ। अनि उतातिर चाहिँ यो गाउँघर, अनि त्यसपछि यहाँ यसरी यो गाउँबारी पनि रहेको छ र उतापट्टि चाहिँ यो हिमाल पनि रहेको छ। यो हिमालमा को फेदमा भएको कारणले गर्दाखेरि चाहिँ अलिकति चिसो छ। र यति बेला भनेको चाहिँ हाम्रो आलुको सिजन यस्तै छ साथीहरू है। हेर्न सक्नुहुनेछ। ल के कस्तो छ हेर्दै रहनु होला है साथीहरू। ल भिडियो अलिकति लामो होला, केही छैन, तर अब लामो भए तापनि हजुरले हेरिदिनु होला। जतिजनालाई एकदमै यस्तो हरियो परियो मन पराउनुहुन्छ नि जतिजनाले, अनि उहाँहरूको लागि चाहिँ एकदमै राम्रो हुनेछ है साथीहरू। ल उतापट्टि चाहिँ टक्क लगाएर घामको किरण पनि यहाँ यस्तो छ साथीहरू है। बिहानको मिरमिरे घाम यस्तो छ साथीहरू। ल हेर्दै रहनु होला साथीहरू। अब चाहिँ यस्तो छ है साथीहरू। ल म चाहिँ अब सुरु गरेँ आफ्नो कामतर्फ चाहिँ है।
ल है साथीहरू अब चाहिँ केही समय मात्रै बाँकी छ सिद्धि नै लाग्यो अब उ त्यो के अरे के भन्छ यो थुन्जिएको यतापट्टि थुन्जिएको सामान मात्रै है थुन्जिएको यतापट्टि यो साँझ छ यहाँसम्म मात्रै छ आजको यो कार्यक्रम अनि आजको यो काम चाहिँ हाम्रो सिद्धि नै लागेको छ साथीहरू है यस्तो छ हाम्रो यतातिरको गाउँघरतिरको काम भनेको छ ल है साथीहरू ल ल साथीहरू अब सिद्धिन लाग्यो है सिद्धि नै लाग्यो अब चाहिँ म चाहिँ उहाँ हाम्रो पार्टनरले चाहिँ अब सिध्याउनु हुन्छ अरे म चाहिँ अब घाँस काट्नको लागि हिँडेँ है साथीहरू ल सबैजनालाई नमस्ते अनि बाई बाई भन्न चाहन्छु है त आजको दिन हजुरहरूलाई एकदमै भनौँ न हजुरको दिन चाहिँ शुभ रहोस् भन्न चाहन्छु है ल आजको हाम्रो काम चाहिँ यति नै रहनेछ हजुरहरू सम्पूर्णले के अरे हेरिदिनु भएको छ अनि सम्पूर्णलाई धन्यवाद छ है ल हाम्रो काम सिद्धियो अब सबैजनालाई बाई बाई